हेलो गाइज नमस्ते। हाम्रो द सन्तोष पोडकास्टमा सबैलाई नमस्ते हैन। अनि आजको हाम्रो टपिक रहेको छ, यदि तपाईँले लाइफ इन्सुरेसन गर्नु भएन भने के तपाईँको फ्यामिलीको भविष्यमा असुरक्षित हुन्छ त? लाइफ इन्सुरेसन गर्दा हाम्रो परिवारमा के न हुन्छ त, हर्षभङ्ग या सेफ्टी फ्यामिलीको एकदम सुरक्षित हुन्छ। आज यो टपिक्समा हामी सबै जानकारी तपाईँलाई दिनेछौँ हैन। यो भिडियो लास्टसम्म देख्नु होला। पहिलो नम्बरमा रहेको छ लाइफ इन्सुरेसन किन गर्ने र नगरेमा तपाईँको परिवारको भविष्य जोखिम हुन्छ त? अनि यदि तपाईँ नहुने हो भने तपाईँको परिवारको अवस्था के हुन्छ त? भविष्य जोखिममा हुन्छ त? यदि तपाईँले लाइफ इन्सुरेसन नगर्नु भयो भने के हामीलाई जोखिमहरू हुन्छन् त हैन। एउटा टपिक रहेको छ। अनि परिवारमा उदासी धेरै हुन्छ क्या। यदि तपाईँले लाइफ इन्सुरेसन कुनै सेफ्टी कुनै आफ्नो जीवन बिमा सम्बन्धी कुनै गर्नु भएको छैन भने तपाईँको जीवनमा उदासी हुन्छ क्या। तपाईँले सोच्नु भएको छ यदि तपाईँ नहुने हो भने हैन तपाईँको परिवारको भविष्य जीवन के जोखिम हुन्छ त? यदि तपाईँले कुनै लाइफ इन्सुरेसन हुन्छ नि, लाइफ इन्सुरेसन अनि यो अर्को भन्छ हेल्थ इन्सुरेसन तपाईँले नगर्नु भयो भने तपाईँले के पछाडि कुनै जोखिम आला जस्तो लाग्छ त? धेरै जस्तो सोध्छन् के, म त अहिले जवान छु, मलाई के को लाइफ इन्सुरेसन चाहियो, अहिले मलाई चाहिएन भनेर सोध्छन् त। यसको जोखिम कतिको हुन्छ भनेर तपाईँ थाहा पाउनुहुन्छ क्या। तर वास्तविक यस्तो हुन्छ क्या, अकस्मात घटना हुँदा हैन तपाईँको परिवार ठुलो आर्थिक सङ्कटमा पर्न सक्छ क्या। यदि तपाईँले लाइफ इन्सुरेसन कुनै गर्नु भएन भने, समयमै हैन ध्यान पुर्याउनु भएन भने हैन, सावधान हुनु होला क्या। लाइफ इन्सुरेसन भनेको तपाईँको परिवारलाई एकदम सुरक्षित गर्छ क्या। तपाईँको यदि मृत्युपछि परिवारलाई पैसा उपलब्ध पनि गराउँछ क्या यसले। अनि अर्को कुरा, यो ऋण तिर्न पनि सहयोग गर्छ क्या यसले। अनि यो बच्चाको पढाइ र अनि घर खर्च चलाउन पनि यसले मद्दत गर्छ क्या लाइफ इन्सुरेसनले हैन। यसबाट मिल्ने आन्तरिक फाइदाहरू क्या। अब अनि बचत र लगानीको यसले मौका दिन्छ क्या। तपाईँलाई बचत गर्ने बानी हैन ह्याबिट एकदम चेन्ज गराउँछ क्या, पहिलेको भन्दा केही विशेष हैन। अनि अर्को कुरा, यसको कर छुट पनि पाइन्छ क्या। अनि अर्को भनेको मानसिक शान्ति मिल्छ क्या। मैले त लाइफ इन्सुरेसन गरेको छु है, मेरो जीवनको लागि कुनै न कुनै सेफ्टी सुरक्षा अपनाएको छु है भनेर एक शान्तपूर्ण हामीलाई बनाउँछ। अर्को कुरा भनेको, आज आफ्नो परिवारको लाइफ इन्सुरेसन भविष्य सुरक्षित गर्नुहोस् क्या। लाइफ इन्सुरेसन नगर्नु भयो भने तपाईँले एक दिन पछुतो हुनेछ क्या पछाडि। यो जीवन छ हैन, मान्छेले हरेक सपना, हरेक चासो चिन्ता, हरेक ड्रिमहरू, आफ्नो गोलहरू हुन्छ हैन, त्यो पुरा गर्नलाई मेन कुरो भनेको हरेक यताउति फिल्डमा लगानी गर्नुभन्दा, सुरक्षित दिनुभन्दा पहिले आफ्नो जीवनलाई सुरक्षित दिनुपर्छ क्या। जीवनलाई सुरक्षित दिनुभयो भने तपाईँले हरेक चिजहरू, हरेक सपनाहरू पुरा गर्न सक्नुहुन्छ क्या। पहिला जीवन बिमा हुन्छ नि, जीवन बिमा गर्नुहोस्, त्यसपछि अरू सेक्टरतिर केन्द्रित हुनुहोस् क्या।